सबैजनालाई गुड मर्निङ। आइएम हजुरहरू सन्चै हुनुहुन्छ होला? यहाँ म पनि सन्चै छु। सेवा रुपियाँ फुल्ला जुजुता भन्ने म चाहिँ हजुरहरूको साथमा फेरि पनि उपस्थित भएको छु नयाँ भ्लग लिएर। अनि साथीहरू किनभने अब म त थाहै छ हजुरलाई होइन, म धेरै हराउँछु ग्याप पछाडि आउँछु नै हो नि त मेरो भ्लग चाहिँ। अनि आज चाहिँ म मेरो भोलि चाहिँ क्लास छुट्टी छ नि, सो आज चाहिँ मैले भ्लग लिएर हजुरहरूको साथमा आएको छु। अनि आज चाहिँ हामीहरू प्रायः उता इभिनिङ वक जान्छौँ नि त, सो आज चाहिँ उताको भ्यू पनि हजुरहरूलाई देखाउँछु भन्दै अनि आजको मेरो भ्लग चाहिँ बप्पालवाला ल्याउँछु। सबैजनाले मेरो आजको भ्लगलाई फुल इन्जोय गरिदिनु होला र नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। म चाहिँ क्लासबाट आइसकेको हो अनि मेरो बहिनी चाहिँ फेरि क्लास गएको छ, सो ऊ चाहिँ आएपछि हामी खाना खान्छौँ भनेर म चाहिँ उसलाई वेट गरिरहेको छु, पर्खिरहेको छु। अनि सो होइन मलाई चाहिँ भ्लगमा पनि एकदम राम्रो लाग्छ नि त। अनि आज हामी त यस्तो केही त गर्ने छैनौँ, तर पनि अब भाइमा देखाउनेछु। अनि त्यस पछाडि मेरो हालत देख्नुहुन्छ, मेरो कस्तो हालत छ भनेर तपाईँहरूलाई पनि देखिनै सक्नुभयो होला। सो साथीहरू त्यस्तै हो आजको मेरो भ्लगबाट देख्नु सक्नुहुन्छ बब्बाल एन्ड धमाका भ्लग। मेरो बहिनी चाहिँ यहाँ आइसक्नु भएको छ, देख्नु सक्नुहुनेछ। कस्तो हुँदैछ तपाईँलाई? एक दुई शब्द बोलिदिनु होला यो च्यानललाई। कस्तो गर्मी? एकदम गर्मी भइरहेछ। पसिना देखेर साथीहरू होइन म चाहिँ अब तरकारी सब्जी बनाउनु पर्ने हुन्छ, तपाईँलाई थाहै छ नि त। अघि मैले फेरि पकाइनँ। आज चाहिँ के सब्जी भने अन्डा छ नि त, सो त्यही भएर अब साथीहरू अन्त म अघि नै अर्को सब्जी भन्दा बनाइसक्थेँ। सो है साथीहरू मैले चाहिँ अन्डा पकाइ नै सकिसकेँ, हेर्नु सक्नुहुनेछ है। अनि अर्को पनि पकाउने बाँकी छ। हामी चाहिँ खाना खानु आँटेको देख्न सक्नुहुन्छ, रेडी सेडी भएर। साथीहरू होइन म चाहिँ अब यस्तो खानासाना खाएर अनि अहिले चाहिँ अब यत्तिकै अघि चाहिँ मैले क्लास देखेको थिइनँ नि त, क्लाससम्म गरिसकेको थिइनँ। अब एउटा गरिसक्नु बाँकी छ, त्यो गरिसक्छु। कम्प्लिट गरिसकेपछि म एकछिन सुत्छु साथीहरू होइन। अनि त्यस पछाडि म भनेको भ्लग एकैचोटि देखाउँछु, के भन्छ पर इभिनिङ वक गएको चाहिँ त्यसको म भ्यूहरू देखाउँछु साथीहरू। चाहिँ भान्जी किन्नु जाँदैछु, सानो भान्जी लिएर आउनु पर्ने हो नि त। अब दिदी बिरामी हुनुहुन्छ, दिदी नसक्नुहुने अरे, सो म चाहिँ जाँदैछु भान्जी लिएर आउनु पर्ने। म चाहिँ भर्खर उठेको के, सुतेर निन्द्राले कस्तो भयो नि त, सुतेको थिएँ अनि उठेर साथीहरू अनि म चाहिँ टक्क जाँदैछु। अनि यता यस्तो चाहिँ अनि अब नानीहरूको स्कुल पनि अब पिकनिक आँटेको नि, पिकनिक आँटेको छु होइन। अनि यहाँबाट नानीबाट घर गएर यसो केही गर्नु छ, त्यस पछाडि यसो अनि रातको खानाहरू पकाउनु पऱ्यो होइन, खानाहरू बनाउनु पऱ्यो। 5:50तिर चाहिँ हिँड्नु पऱ्यो नि त, मास्तिरसम्म त। अनि कस्तो राम्रो भ्यू पनि हेरेर जानु पर्छ। कति साह्रो गर्मीमा यता मात्र हो कि अरू ठाउँमा पनि, तर यता त गर्मी छ साथीहरू। एकछिन हिँडेको त्यो घाममा रात्रि नै निन्द्राले तपाईँहरूले मनमा नसोच्दै होला क्या कति धेरै सुत्छ भन्नु लागि। तर साँच्चै पनि यस्तो हिँडेको यो रातले घामले, त्यो माथि यो अहिले गर्मी सिजन हुने गर्मी महिना छ नि त, अनि गर्मीले गर्दा यति नलाग्ने साथीहरू त्यो सुतिराख्ने क्या। त्यही भएर नाइटमा चाहिँ हामी माथि जान्छौँ नि त, त्यो पतङबारी मास्तिर पालो हुन्छ क्या। जान्छ नि छुट्टी भएर आउनु भएको तपाईँ? ओहो यता हेर्नु त, यता हेर्नु न। एहो खाजा ल्याउनु पर्यो खान्छ यतापट्टि म किचन छिरिसकेँ। के कस्तो रहेछ दिदीहरूको चाहिँ दुईजना खाइदिनु पर्यो है। नानीको एप्पल अङ्गुर जाडो महिनै बरु ठिक लाग्छ साथीहरू, जाडो भए पनि होइन यस्तो गर्नु त हप्ता मर्नु त साथीहरू। गलेकै भान्जी पनि गएको थियो भने नि त, त्यो गर्मीले यस्तो झन् मलाई त अहिले फ्यान खाँदै बसिरहेको छ, फ्यान खाँदै एकछिन। कति गर्मी हो त साथीहरू, बाहिर त ननिस्किनै पर्ने हो क्या यस्तो गर्मीले।
समझ रहे हो? त्यसै साथीहरु यस्तो भइरहेछ कि हाम्रो जाने क्यान्सिल हुन्छ जस्तो लाग्यो किनभने अब अहिले साथीहरु पानी पर्न थाल्यो अनि एकछिनमा रोकियो भने चाहिँ हामी जानेछौँ साथीहरु। यदि रोकिएन भने त कसरी जानु त्यही हो। अनि रोक्यो भने त जाने त्यस्तो रोकियो अब पानी परोस् अनि होइन आधी घन्टासम्म त्यसपछि रोकियोस् त्यसपछि चाहिँ हामीहरू जाने साथीहरू भनेको तर सक्दो पानी परिरहेको भने त जो त्यस्तै हो साथीहरू होइन। अब यदि गइहाल्यो भने म देखाउनेछु नत्र भोलि नेक्स्ट टाइम देखाउनेछु। अब हामी चाहिँ जान आँटेको छौँ इभिनिङ वक। सो दिदीहरू आउन त्यो 5:45मा जाऊँ भन्नुभएको छ नि त। अनि हामी चाहिँ हिँडाएको ठ्याक्क अब जानुपर्ने हुन्छ। निस्किसकेको छ अब नानालाई पर्खेर नानासँग जानुपर्ने हुन्छ। यता चाहिँ फेरि आमा छोरी हुनुहुँदैछ है। सो अब हामीहरू चाहिँ जानुपर्ने हुन्छ। दिदी आइसक्नु भएछ हाम्रो नाना चाहिँ उहाँ पर है। 2 लाइन बोल्नुहुन्छ कृपया मेरो च्यानलमा। नाना आइसक्नु भयो अनि आज चाहिँ यहाँ चाहिँ पुरै अब चाहिँ अघि देखेको थिएन कि कस्तो देखिन्छ साथीहरू मेरो फोनमा त। भाइ आज त राम्री नराम्री त्यस्तै राम्री सेवा अब यस्तो राम्री भइरहनु भएको छ कि देख्नु सक्नुहुनेछ। यतिको चाहिँ भाइब्स हुनै पर्छ। सेउती खोला यो पुल हो मेरो दिदीहरू अनि हामीहरू चाहिँ टक्कसँगले जाँदैछौँ इभिनिङ वक। यताको कस्तो राम्रो छ क्या भ्यूहरू हेर्नु त कस्तो राम्रो छ नि त। यो चाहिँ आदर्श चोक के भन्छ हौ यहाँ चाहिँ त्यही छ है। यता कस्तो राम्रो छ नि भ्यू साथीहरू होइन। यो चाहिँ मुनतिर देख्न सक्नुहुन्छ। यो उता साइडमा चाहिँ धरानहरू छ। अनि यहाँ दिदीले मेरो युट्युबमा 2 लाइन बोल्नुहुन्छ भनेको केही बोलिदिनुहोस् त। अघि बहिनी र 2 लाइन नै भन्नु तपाईँले 2 लाइन शब्द मात्र 2 लाइन शब्द केही बोल्नुहोस् त। हेलो गाइस फेरि एउटा बजिने एउटा फेरि नाचिदिनु न। म दामी हालिदिन्छु त्यसलाई चाहिँ एडिट गरी। अब माथि नै जानुपर्ने हुन्छ। आजको यात्रा चाहिँ हाम्रो बढ टाढो छ क्या। बोट चाहिँ के को भनेर दिदीहरूले पत्ता लगाउनु हुँदैछ। त्यो पनि थाहै पाउनु भएन। मैले भनेको थिएँ त नि यो चाहिँ साथीहरू भोगटे भनेको दिदीहरूले होइन भन्नुभयो। त्यही भएर बोट चाहिँ अर्कै खालको यो अर्कै खालको होला नि त। अनि हामीहरू चाहिँ जाँदैछौँ। अब नाइट हुँदैछ देख्नु सक्नुहुन्छ यताको जग्गाहरू कस्तो दामी छ। पछि मलाई किनिदिनु ल गाइस। अहिले अलिक कति धेरै छ चोरेर खानु पर्ने। हामी चाहिँ प्लान गर्दैछौँ है यहाँ चोरेर खाने। अनि यहाँ दिदी म चोर्छु नि दिदीको त्यो यो ब्यागमा ब्याग त होइन रहेछ तर पनि गोजीमा पोको पारेर हामी भाग्छौँ। हामीहरू चोरेर खान्छौँ भने तर होइन हामीले भुइँकटर चाहिँ चोरेर खाने प्लान छ। यो कहिले पाक्छ भनेर साथीहरू हामी यहाँ 2 जना हुनुहुन्छ अगाडि अनि त्यसमा म 3 जना अनि भान्जीसम्म 4 जनाले प्लान गरिसकेको छौँ। अनि फेरि हामीहरू चाहिँ जानेछौँ। यो यता पनि बाटो हो साथीहरू होइन यता माथि पनि सो यताबाट पनि हो। अनि हामी चाहिँ यताबाट जानेछौँ। ठ्याक्क मेरो गाउँ जस्तो लाग्छ है साथीहरू। यस्तो डाँडा काँडा छन् यताको वातावरण बब्बाल छ है। हुन्छ नि यता चाहिँ एकदम बब्बाल छ नि। सो त्यही भएर हामीहरू चाहिँ डेली आउँछौँ फुल्की खाने मेरो दिदी चाहिँ। सो हिजो चाहिँ राति भएर कस्तो नराम्रो भएको थियो तर आज त फुल त पर्तिर मात्र छ हौ। पर्तिर यसरी पर जाऊँ अनि त्यस पछाडि मेरो फोनमा कस्तो राम्रै देखाउँदैन जोत्का हाम्रो दिदी टिकटक मात्र फोटो खिच्दै हिँड्नुहुँदैछ है। अनि यता चाहिँ त्यो फोन चलाउँदै अनि यता चाहिँ म भ्लग गर्दै। सो यताको ठाउँ एकदम बब्बा यतिको चाहिँ हुनैपर्छ कोलाको। यसलाई हरियो त सबै हुन्छ नि। हामीहरू चाहिँ के भन्छ
बोर्डहरू पढ्न सक्नुहुनेछ। तपाईहरूलाई निशान डाँडामा हार्दिक स्वागत गर्दैछु। सो हेर्नुहुन्छ हामी चाहिँ यता हो, यता जानुपर्ने छ। यता जान्छ होला, यतै जाने प्लान गर्नुभएको होइन। हामीहरू चाहिँ हिजो यतै बसेको थियौँ है, यही ढुङ्गामा। हामी कता जाने दिदी? यता कि उता? हामी अब यता जानुपर्छ, यहाँ माथिसम्म। हामीहरू चाहिँ अलिक कि त भित्र साइडमा जानुपर्छ। यता चाहिँ सबै यस्तो बाटो बिग्रेको छ कि, मतलब पानी अघि पानी परेर गाउँठाउँमा बेस्तै बाटो हुन्छ साथीहरू। अन्त यता चाहिँ कस्तो दामी छ शीतल छ। यता चाहिँ तलतिर के रोपेको तोरी पो रहेछ। अनि यता चाहिँ यस्तो छ नि, देख्न सक्नुहुन्छ। अन्त कस्तो राम्रो खेती नै रहेछ। भित्रको यो ग्रिन कलरको चाहिँ फर्सी हो, एउटा अनि रायोकै साग छ। हामी चाहिँ तोरी भनेको होइन रहेछ नजिक आउँदा। दिदीहरू पनि यता भिडियो बनाउनुहुन्छ। म चाहिँ यता ब्लग यता कस्तो देख्नुहुन्छ। आजको मेरो ब्लग पनि पार भइरहेको छ साथीहरू। किन मान्छे धेरै भएकोमा बनाउँदैनस् भन्नुहुन्छ भने होइन, म नर्भस हुन्छु नि त। यही भिडियो बनाउनु पनि मलाई लाज लाग्छ साथीहरू होइन। तेरो सब्सक्राइबर कति छ भने 1-200 छ भन्नु पनि लाज लाग्छ। अनि यत्रो मेहनत गरेर भिडियो बनायो, लाइक आउँदैन, भ्युज आउँदैन। त्यो के काम? यत्रो धेरै एडिट गर्नुपर्छ साथीहरू, तपाईँले के थाहा। म चाहिँ यो बोके झार बोकेर हिँड्दैछु, मतलब यो बोके झार हामी भन्छौँ। यता चाहिँ फुलै हो। आज चाहिँ पानी पर्छ जस्तो छ, फेरि पनि गार्डन गुरुङ गर्दैछ। आज हामीलाई आधी बाटोमै भेट्छ जस्तो पनि लाग्दैछ है। त्यो होइन देख्न सक्नुहुन्छ। यता पनि भिडियो बनाउनु हुँदैछ ल। अनि देख्न सक्नुहुन्छ। अनि यता चाहिँ यो धरानदेखि पास, यो चाहिँ निशान डाँडा भनेको यतै हो कि होला कि सायद होइन। तर कुचो अनि चिलाउनेको बोटहरू होइन, एउटा होइन माथिल्लो चाहिँ ए हुन्छ। दुईटा टिप्नु न, दुईटै दिदीलाई। कुचो होइन हौ यो दिदी, भाँचिदिनु। एक्लै नबोक्नु नि, भेना हुनुहुन्छ नि त, एक्लै बोक्नु हुँदैन। दिदीको डान्स चाहिँ देखाइदिनु पर्छ क्या। अब वान्स मोर, एकचोटि वान्स मोर प्लिज। माथिको घर कस्तो राम्रो छ है, फुल कस्तो राम्रो छ है साथीहरू। दिदी लिनु तपाईँलाई फुल, यो पनि बोके फुल भनेर तपाईँ घरमा राखिराख्नु। हामीहरू चाहिँ अब यता एकछिन बस्नुपर्ने हुन्छ है साथीहरू, किनभने अब हामी धेरै हिँड्यौँ। तर खुट्टा चाहिँ गलेको छैन, नानाको गल्यो भने नाना बहिनीको, नत्र मेरो चाहिँ गलेको छैन है साथीहरू। अनि त्यही भएर यस्तोमा बसौँ कि भनेको, फेरि जुका हुन्छ अरे। तर अहिले त जुका हुँदैन अनि धरानतिर उता तलतिरै छ नि धरान त साथीहरू। हामी थोरै हिँडेर आएको छौँ। अनि म चाहिँ ब्लग गरिदिन्छु नि त। मेरो ब्लग यस्तो छ। नाना यतै फोटो खिच्नु हुँदैछ। उता जुनकोमा पनि यसरी देखाउने चाहिँ धरान देख्न सक्नुहुनेछ यहाँ है, यस्तो छ है। धरान यो तल्लो साइडबाट चाहिँ हामी हिँड्दै यहाँ आएको हो नि त नानाहरूसँग। सो यहाँ तल चाहिँ त्यहाँ तलबाट हामी यहाँ आयौँ भनेको छ। राति हामी जस्तै हिँड्दैछौँ। अब हामी फेरि त्यहीँ तल 1 घण्टा 15 मिनट जस्तो होइन हिँडेको हामी। 45 मा निस्केको हैन। अब फेरि धरान जाँदैछौँ। सो फेरि अब यहाँ यो कुन ठाउँ त्यो हामीलाई थाहा छैन, तर पनि हामी यहाँदेखि फेरि धरान जानुपर्छ। तर हामी ओह्रालोमा चाहिँ साथीहरू अब यस्तो छिटो हिँड्छ क्या, छिटो हिँडिन्छ तर थाहै हुँदैन क्या। तर आज त अब निकै भोलि छुट्टी छ भनेको छु नि त अघि मैले तपाईँलाई भनेको थिएँ। अझ निकै भोलि छुट्टी भएर चाहिँ आज राम्रोसँग हिँड्यौँ। सो एकदम बबाल भयो साथीहरू। अनि मेरो लु अनि कस्तो भयो त दिदी आजको यात्रा? आजको यात्रा चाहिँ है गाइडहरू द एपिक वान अनि हुन्छ नि अहिलेसम्मको द बेस्ट हो। जब यहाँ माथि आएपछि हामीले भ्यू देख्यौँ नि, that's the moment we live
झन् हामी फर्केको है र त ठ्याक्क मैले जम्तेमा समय भनेर हाम्रो नानाले पनि ओके भनिहाल्नु भयो अनि हिँड्ने धरानबाट यत्तिकै हिँडेर यहाँ आएर फेरि धरान आफ्नै ठाउँ देख्नु पनि धेरै राम्रो कुरा हो। हामीहरू चाहिँ माथिको त्यो डाँडा गएर पनि आइसक्यौँ तर साथै पानी पर्दैछ नानाहरू यसरी हिँड्नुहुँदैछ होइन या डेन्जर तरिकाले हिँड्नुहुँदैछ अनि आज पानी पर्छ नि ठुलो पानी आयो भने हामी कुद्दै जानुपर्ने हुन्छ धरान अलिक टाढै छ नि त अन्त धेरै माथि आयो त्यस्तो शरीर आज त्यस्तै हो हामीहरू चाहिँ के भन्छ घुमेर आएर दिदीको हल्का फुल्का साथीहरू मेरो चाहिँ ठ्याक्क नानालाई घरमा पुऱ्याएर हामीहरू चाहिँ दाजु बहिनी चाहिँ माथि लाग्छौँ पार्कमा झन्डा पार्कमा धरानको होइन सो अनि के भन्छ अब त्यहाँ नानाहरू पनि जानुभएको छ अरे अनि त्यहाँबाट गएर हामी गएर लिएर आउनु पनि हुन्छ नानाहरूलाई अनि त्यही भएर हामी जाँदैछौँ आज राति यस्तो भयो साथीहरू आजको मेरो भ्लग यति नै हो होइन सबैजनाले आजको मेरो यो भ्लगलाई सबैजनाले माया गरिदिनु होला यदि फेरि नयाँ साथीहरू मेरो च्यानलमा आउनुभएको छ भने सब्सक्राइब गरिदिनु नबिर्सिनु होला सो म यस्तै भ्लग लिएर हजुरहरूको साथमा फेरि पनि उपस्थित हुनेछु साथीहरू बाई बाई।